हेलो नमस्ते नमस्ते नमस्ते। ल स्वागत छ हाम्रो छोटो भिडियोमा है त। ल कहाँको भिजिट हो आज? आज भिजिट चाहिँ आब्रातिर बर्दुबईको दुबई आग्रातिर नाइट भ्यू। नाइट भ्यू अब नाइट भ्यू नाइट भ्यू आज कहाँ हो यो ठाउँ? आग्रा। आग्रा क्या दिल्लीको आग्रा? आब्रा ए आग्रा आब्रा नि होइन, यो ठाउँ त अल्सिप हो। अल्सिप एरिया मीना बजार साइड। अल्सिप क्यामेरा साना डुङ्गाहरू चलिरहेछ नि यो नाइटमा। रातिको 11:30 बज्यो। पानी यो चाहिँ समुद्रको पानी, समुद्रको पानी तर बनाएको नाला। यो के हो त अब? घैँटो घैँटो यो गाडी गाडी पछाडि ढाँचो त्यही गाडी हुन्छ। पिपलको रुख छ यहाँ। अक्सिजन सबैभन्दा बढी दिने अक्सिजन नि पिपलको बोट। यो चाहिँ दुबईमा पुरानो भन्नाले दुबईमा यो चाहिँ यहाँको पहिलेको 50-60 वर्ष अगाडि यसरी यहाँको मान्छेहरूले युज गर्ने घैँटो, यो बस्ने ठाउँ यतापट्टि नि छ घैँटो। यसरी बस्थे के 50-60 वर्ष अगाडि यहाँको यस्तो छ रहन सहन भनेर। यो लालटिन नेपालमा पनि यो पहिला यही युज गर्थ्यो। हामीहरूले पढ्ने बेला नि यही युज गरे हो। त्यही 25-30 वर्ष अगाडि, जहाँ नेपालमा पनि त्यो बेला बिजुली थिएन, मट्टी तेल हालेर यही लालटिन युज गर्थ्यो। सबै लालटिन यतापट्टि उतापट्टि दुईतिरै। जुङ्गा ल हेर लालटिन कस्तो लाग्यो त? लालटिन एकदम बबाल, पहिलाको याद आयो। पहिला नि यस्तै हुन्थ्यो लालटिन। अहिले चाहिँ लालटिनमा के हो, बिजुली बालेको। पहिला चाहिँ मट्टी तेल हालेर लालटिन बाल्थे, अहिले चाहिँ अब लालटिनमा बिजुली बाले। नयाँ आविष्कार। ठेला गाडी, पुरानो लालटिनहरू ठेला गाडी। सबै अथेन्टिक। यहाँको मान्छेहरूले युज गर्ने पहिला पुरानो। कोप्रा हो। ल परेवाहरू उडे। कस्तो राम्रो भ्यू। के हो यो लाइटिङ चाहिँ? परेवाहरू उडाएको हो? परेवा परेवा उडा हो कि डमी हो थाहा भएन। तर परेवाई जस्तो छ त। परेवा चाहिँ छ त्यहाँ, उडाउन चाहिँ उडाएको छ, उडा छ। लाइटिङले उडा हो। त्यही त भने उडायो यो अगाडि। माछा नि उड्ने रहेछ। लाइटिङ ल हेर यहाँ उठ। ट्रकमा यति ठुलो झिङ्गे माछा लोड भएको छ।
गाडीमै ठेला गाडी उठ यी घरहरू देखिने पुरानो जस्तो हो, तर बनाएको चाहिँ पुरानो हो, सबै नयाँ घरहरू। यस्तो आर्किटेक्चर गरेको यो सबै पुरानो जस्तो आर्किटेक्चर गरेर। पुरानो चिजहरू थुपारेर राखेको छ यसमा। नाइटको घुमघाम यस्तो चलिरहेछ आज छुट्टीको दिन, धेरै दिनपछि अब अलिअलि घुम्न पाइयो। नाइट कस्तो लाग्यो त नाइट? नाइट एकदम राम्रो हो डेभन्दा। डेमा गर्मी हुन्छ, नाइटमा के छ आनन्द। हावा नि चलिरहेको छ होइन? हावा नि चलिरहेछ, गर्मी नि छैन, पसिना नि आएको छैन, केही छैन, आनन्द छ नाइटमा। चिल हो। चिल हो एकदम, चिलमा छु हामीहरू अहिले नाइटको भ्यूमा रमाइरहेछ। कोब्रा फाइट चलिरहेछ यहाँ बिरालोहरू। जोडी बिरालोहरूको कोब्रा फाइट चलिरहेछ। जुङ्गा साइकलमा हो? धनगढीमा चल्ने साइकल। कहाँ धनगढी होइन, नेपालमै चल्छ प्राय। लाप्स के हो यो यार? यत्रो जहाजै त होला। जहाज हो। मालबाग जहाज। ल घुमेर अब फाइनली नाइटभर रातभरि घुमेर अब लास्टमा कहाँ पुग्यो त? रुमतिर पुग्यो है त। हस् बाई।